अब यस्तोलाई चाहिँ पटाएर बनाएर त्यहाँ जाने भक्तजनहरूलाई त्यहाँको पुजारीले चाहिँ पुरै अब बर्मलुट भनेर ठग्नकै छ भने के भन्यो खोइ हाल्यो त ए यो चाहिँ अहिले हामी वृन्दावनमा छौँ राइट। आज दिउँसो चाहिँ हामी वर्षनामा गएको थियौँ। वर्षनामा गइसकेपछि हामीले एउटा वर्षना मन्दिरको चाहिँ हामीले दर्शन गऱ्यौँ वर्षनामा राधा रानीको। त्यसपछि फेरि हामी गोवर्धनमा गयौँ। अनि गोवर्धनमा गइसकेपछि गोवर्धनको दर्शन त हामीले राम्रै गरिदियौँ। त्यत्तिकैमा भित्रको एकजना पुजारीले, त्यहाँको मूल पुजारी हुनुहुन्छ सायद, उहाँले चाहिँ बोलाउनु भयो। भित्र बोलाइसकेपछि हामी सबैलाई बोलाउनु भयो। तिमीले पनि दर्शन गर्यो, अनि दिदीले पनि दर्शन गर्न, एन्जिला दिदीले पनि है। त्यसपछि मलाई चाहिँ यो उहाँले हातमा दिनुभयो। अनि यो हातमा दिइसकेपछि उहाँले के भन्नुभयो भने यो ठुलो चाहिँ गएर यहाँको उपहार हो, यसलाई चाहिँ घरमा लिएर जानुहोस्। घरमा लिएर गइसकेपछि सुख शान्ति समृद्धि सबै कुरो त्यहाँ अब चाहिँ राम्रो बन्छ। घरमा पनि त्यो एरियालाई पनि राम्रो गर्छ, त्यो गाउँलाई पनि राम्रो गर्छ, त्यो जिल्लालाई पनि राम्रो गर्छ, समग्र त्यो क्षेत्रमै यसले राम्रो प्रभाव पार्छ। यसलाई चाहिँ लिएर जानुहोस् भनेर चाहिँ मलाई उहाँले दिनुभयो। अब दिइसकेपछि यसमा उहाँले ठुलो सङ्कल्प पनि गराउनु भयो त्यहाँ है। सङ्कल्प गराउनु भयो। सङ्कल्प गराइसकेपछि उहाँले नै पैसा तोक्नुभयो। अनि पैसा तोक्दाखेरि पैसा चाहिँ के भयो भने अलिकति त्यो बजेट र सोचभन्दा ठुलो रकम थियो। ठुलो रकम भइसकेपछि अहिले चाहिँ तत्काल यो काम पुरा गर्न सकिन्न कि भन्ने कुरा पनि मैले गरेँ। त्यो गरिसकेपछि अब सङ्कल्प गरिहाल्यो। गरिसकेपछि मैले चाहिँ अब त्यो त्यहाँबाट भागेन केही। अब चाहिँ त्यहाँबाट लिएर आइयो। अनि लिएर त हिँड्यो। त्यहाँ अब दिनपर्ने पनि केही दिइयो। फेरि बाहिर आउँदा अर्कोले फेरि च्याप्प समातेर त्यहाँ डोरो बाँधिदिन। फेरि चाहिँ अब यो त भित्रै दिन आइगयो। अनि यस्तै फेरि एउटा बुटी दिन। बुटी दिइसकेपछि फेरि त्यहाँ पनि चाहिँ अब 1000 रुपियाँ राख्नुहोस्, 1000 नभए 500 रुपियाँ राख्नुहोस्, नभए 200 रुपियाँ राख्नुहोस् भन्ने कुरा आयो। त्यो भइसकेपछि मलाई शङ्का लाग्यो। अब लागिसकेपछि यो बुटी के रहेछ भनेर खोलामा अब यसलाई हेरौँ है। किन हेर्न पर्यो भने ब्राह्मण देवले जुन त्यहाँ व्यवहार गर्नुभयो, त्यो व्यवहार हेर्दाखेरि के लाग्छ भन्दा उहाँले चाहिँ त्यो कुनै समितिको त्यहाँको निर्णय त्यस्तो किसिमले गर्न गएन। उहाँ चाहिँ एउटा धर्मप्रति नै, त्यो मन्दिरप्रति नै एउटा चाहिँ गलत अफवाह फैलाउने अथवा त्यहाँ जाने चाहिँ गर अब सबै भक्तजनहरूलाई दुःख दिने, आफूले चाहिँ पैसा तान्ने गर्नको हो कि जस्तो मलाई लाग्यो। यसभित्र के रहेछ अब हेर नि। अब हेरिसकेपछि ओहो, यसभित्र त यिनी 3टा चिज छन्। अब कतै स्पेसल चिज हो कि अब यहाँ चाहिँ यो प्रसाद खाने बहुत रहेछ यो च्यात्तेको त उहाँले भन्नुभयो। अनि दोस्रोमा के छ, दोस्रोमा पनि के छैन, बहुत छ। तेस्रो पनि बहुत छ। अब यस्तोलाई चाहिँ पटाएर बनाएर त्यहाँ जाने भक्तजनहरूलाई त्यहाँको पुजारीले चाहिँ पुरै अब बर्मलुट भनेर ठग्नकै छ। उहाँले ठग्ने सङ्कल्प गराउने त्यो काम रहेछ। तर अब चाहिँ समग्रमा हेर्ने भने मन्दिरको सन्दर्भमा हाम्रो नेपालमा खाए ठुल्ठुलो बजेटै खालान्। पुजारीहरूले कुनै पनि भक्तजनलाई चाहिँ यसो गर्न पर्यो उसो गर्न पर्यो भनेर दबाब हाल्ने चलन छैन। विशेष गरेर वृन्दावन मथुरा जस्तो यो पवित्र देवभूमि ठाउँमा अब पुजारीहरूले अब चाहिँ एउटा पुजारीको भेष धारण गरेर त्यहाँ जाने भक्तजनहरूलाई पुरै अत्ताउने, पुरै चाहिँ लुट्न खोज्ने, यति पैसा हामीलाई यहाँ चढाउन पर्यो भन्ने यो प्रथा चाहिँ राम्रो होइन। तर नेपालीहरू यहाँ दर्शन गर्न आउनै पर्छ। यो आउने ठाउँ हो। आउँदाखेरि विशेष गरेर यो गोवर्धन मन्दिर लगायतमा चाहिँ अब यति दिन पर्यो भनेर कुनै ब्राह्मणहरूले यदि माग गरेको खण्डमा पैसा चाहिँ नदिन होला। भगवानको दर्शन गर्ने भनेको श्रद्धाले गर्ने हो। भगवानसँग चाहिँ अब हामीले दिन सक्ने चिज केही पनि हुन्न। एउटा श्रद्धा दिने हो, भक्तिभाव हामीले व्यक्त गर्ने हो। कसैले चाहिँ ब्राह्मणको रूप धारण गरेर अथवा टुप्पी पालेर प्याला कपडा लगाएर वा राता कपडा लगाएर यति पैसा ल्याउनुहोस्, उति पैसा ल्याउनुहोस्, यसमा बुटी छ, यसमा यो छ भन्ने, अनि च्याप्प समातेर टिका लगाइदिने, टिका लगाइदिएपछि यति पैसा ल्याउनुहोस् भन्ने गर्यो भने त्यस्तो चिजबाट चाहिँ
अब सावधानी र सचेत बन्नु हुन समेत म यो भिडियो मार्फत सबैलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। जय राधे।